हेलो फ्रेन्ड्स, आज हामी नेपालको आयकर र काठमाडौँ नगरपालिकासँग जोडिएको एउटा सेक्सन छ दफा 88 को 5। यसमा के छ भने आयकरले खुलाएको छ यो कुरामा कि पढेर म सुनाइदिन्छु तपाईँलाई, कुनै एम्बिग्युटी नहोस् कुरामा। 88(5) मा के भनेको छ भने बासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको भाडा भुक्तानी गरेकोमा 10% को दरले टिडिएस काट्ने करकट्टीको सम्बन्धमा यो छ। तर दुईटा प्राइभेट लिमिटेड कम्पनीले एक आपसमा भाडा लगाउँदाखेरि जसले भाडा तिरिरहेछ उसले 10% तिरेर उसलाई भाडा दिने हो। तर यो भयो, आयकरले भन्यो, कुरा सक्यो। अब तपाईँ व्यवसाय दर्ता गर्नलाई नगरपालिकामा जानुहोस्। कुनै पनि नगरपालिका, नेपालभरिको नगरपालिका, जाने अनजाने त्यो बेग्लै कुरा होला। तर काठमाडौँ नगरपालिकाका लिउ, म यो कुराले फेस गरिरहेको छु। काठमाडौँ नगरपालिका लिउ, उसले भन्छ कि होइन, सबैले नगरपालिकामा पैसा तिर्नुपर्छ। हामीले जुन प्राइभेट लिमिटेडले जुन पैसा काटिरहेछ त्यो पनि नगरपालिकामा बुझाउनुपर्छ। अब एउटा व्यवसायीले कसलाई यो कुरा भन्ने? आयकरलाई भन्यो भने उसले केही स्पष्टीकरण भन्दैन। उसले भन्छ कि अलरेडी छ, सिस्टम मान्नुपर्छ। नगरपालिकामा गयो भने उसले भन्छ मेरोलाई संविधान अधिकार दिएछ, घर भाडाको सबै मलाई नै कर तिर्नुपर्छ। यो बढी व्यथित समस्या छ। सानो सानो कुराले सेवाग्राहीले मार्कामा पर्छ। या त आयकरले भनिदियोस् कि यो महानगरपालिकाको अन्तर्गत पर्दैन, यो 88(5) मा एउटा सानो टिप्पणी उठाइदिए, लेखिदिए भने पुग्छ। तर गर्दैनन्। यस्तो धेरै सेक्सनहरू छ आयकरले जहाँ नगरपालिकाले अब यो कुराहरूमा क्वेसनिङ गर्न सुरु गरेको छ। या त नगरपालिकाले बुझेको छैन या त आयकरले बुझेको छैन। अब व्यवसायीले अहिलेसम्म नगरपालिका नहुन्जेलसम्म यो मजाले चलिरहेको थियो। अब व्यवसाय दर्ता गर्नलाई उसले भन्छ कि 10% पनि पैसा मलाई दिनुस्। यसको अर्को एस्पेक्ट के छ भने 10% को पैसा तिरे बापत जसको हामी काटिरहेछौँ उसले फाइल गर्दाखेरि, रिटर्न फाइलिङ गर्दाखेरि अनुसूची 10 मा गएर त्यो पैसा बस्छ। नगरपालिकाले तिर्यो भने त्यो त्यहाँ अनुसूची 10 मा गएर बस्दैन। यो पनि कुरा आयकरले मान्दैन, गर्न खोजेको हुँदैन, नगरपालिकाले यो कुरा बुझ्दैनन्। त्यहाँ गयो भने उसले अनेक थरीको कुरा उठाउँछन्। हैन, यो हाम्रो अधिकार हो, यो संविधान क्षेत्रको कुरा हो, हामीले संविधानले हामीलाई यो सबै करको बहाल कर बापत हामीले उठाउनु पर्ने सबै अधिकार दिएको छ। अब यो कुराको कुनै तुकै छैन। यही थियो मेरो प्रश्न छ नेपाल सरकारसँग कि यसलाई व्यवस्थित गरियोस् र यो बजेट आउँदाखेरि जहाँ जहाँ सानो सानो कुराले समस्या आउँछ त्यसलाई हटाओस्। 88(5) मा त म एउटा सोचिरहेको छु कि नगरपालिकाको क्षेत्राधिकारमा पर्दैन। प्राली बीचमा जुन कारोबार हुन्छ त्यो पर्दैन। या त यो सेक्सनलाई नै हटाइदिनुहोस्। यो बहाल करलाई यहाँबाट हटाइदिनुहोस् सिधा। यो दुईटाबाट कुनै एउटा प्रोभिजन ल्याउनु पर्यो नेपाल सरकारले।